गर्मी। सीता, पानी ल्याऊ त। जसो तसो छोरीलाई मोबाइल त किनियो। अब अझै धेरै मेहनत गरेर छोरीको ट्युसन फी तिर्ने पैसा जम्मा गर्नु छ। छोरीलाई ठुलो मान्छे बनाउनु छ। हो नि, अनलाइन क्लास हुन्छ भनेर हजुरले खाइ नखाइ मोबाइल किनिदिनु भयो। छोरी पनि खुब जाँगर लाएर दिनभरि मोबाइलमै पढेर बसिरहेकी हुन्छ। पक्कै पनि हाम्रो छोरी भोलि ठुलो मान्छे बन्छ। एक हप्तापछि। ए लिना, तैँले लगाएको सुनको फुली दे मलाई। दे भने, छिटो दे। नयाँ खास नाइ, यो मेरो आमाले आफ्नो ढुङ्ग्री बेचेर बनाइदिनु भएको। तपाईँले त मलाई रानी बनाएर राख्छु भन्नुभएको थियो, तर तपाईँ त दिन रात नसम्म डुब्नुहुन्छ। सधैँ मलाई कुट्नुहुन्छ। यसरी म यो नर्कमा बस्न सक्दैन। मलाई मेरो घर जान दिनु। मलाई मेरो घर जान दिनुहोस्। फेसबुकमा भनेको कुरा सबै सट्टै हुन्छन्? सबै सट्टै हुन्छन्? छोड यी सब कुराहरू। मलाई माल किन्ने पैसा चाहिएको छ। स्टिक टान्ने पैसा सबै सकिसक्यो। दे मलाई फुली, दे मलाई फुली, दे। नाइ, 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 दे, नाइ, 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 दे, दे, नाइ, दे। नाइ। छ महिनापछि। छोरीको
यस्तो हालत कसरी भयो आफूले खाइ नखाइ मेहनत गरेर यसलाई मोबाइल किनिदिएको थिए। त्यही मोबाइलले यसलाई आज नर्कमा पुर्यायो। बाबा, मलाई हजुरको त्यही चुहिने छानो भएको घर नै स्वर्ग थियो, तर मैले मोबाइलको स्क्रिनको झुठो र रङ्गिन दुनियाँलाई नै स्वर्ग सम्झेर ठुलो गल्ती गरे। पढ्ने लेख्ने कलिलो उमेरमै भागी बिहा गरेर यो नर्कमा आए। मलाई घर लैजानुस् बाबा, घर लैजानुस्। एलिना! छोरी छोरी छोरी! एलिना छोरी छोरी फर्केर एक्लै हामीलाई तिमी एक्लै नबनाऊ। दुई दिनको मिठो च्याटले भएको भ्रमको आकर्षणले आज कैयौँ सन्तानहरू दुर्व्यसनी र मृत्युको मुखमा पुगिरहेका छन्। उमेर नपुगी परिपक्व नभई भएको निर्णय र अन्धो आकर्षणले केवल सिन्दुर मात्रै जलाउँदैन, एउटा सिङ्गो परिवार नै खरानी बनाउँछ। त्यसैले आफ्ना सन्तानहरू डिजिटल दुनियाँको कुन गल्लीमा हराउँदैछन् भन्ने कुरा बेलैमा बुझौँ र सामाजिक सञ्जालको सही सदुपयोग गरौँ। एक पटक चुडिएको जिन्दगीको धागो र चितामा जलिसकेका सन्तान बा आमाले रगतकै आँसु बगाए पनि कहिल्यै फर्किँदैनन्।